नमस्ते सबैजनामा। मेरो नाम सौरभ शर्मा, सेकेन्ड सेमेस्टर एएफयू रामपुर। विगत 45 दिनदेखि हामीहरू सबै आफ्ना घरमा लकडाउनको सरकारको पालना गरिरहेछौँ र यो वैश्विक महामारीको अन्तरालमा हामी सबैलाई अध्ययन अध्यापन तथा आफ्नो साथीभाइसँग हामीले भौतिक रूपमा मिल्न पाएका छैनौँ। तसर्थ हामीले यो बेलामा इन्टरनेट तथा अरू डिजिटल प्लेटफर्महरू प्रयोग गरी हामी आफ्ना रचनात्मक गतिविधिलाई अगाडि सार्न सक्छौँ र आफ्नो जुन पठन पाठनका कार्यक्रम पनि विभिन्न वेबसाइटबाट हेर्न सक्छौँ। यसै क्रममा मेरो कविता झ्याउरे छन्दमा रचिएको हो। यो झ्याउरे छन्दमै मुनामदन लक्ष्मीप्रसाद देवकोटाजीले रच्नु भएको थियो र यसको सूत्र बनेको 3-2-3-2-3-3 हो। अर्थात् 16 अक्षरले बनेको र त्यसमा 3 अक्षरले पहिलो शब्द, त्यसपछि 2 अक्षरले, त्यसपछि फेरि 3 अक्षरको शब्द र 2 अक्षर अनि लास्टका दुईटा शब्द 3-3 अक्षरको फर्मुला 3-2-3-2-3-3 र तपाईले पनि आफ्ना भावनाहरू यो छन्दमा व्यक्त गर्न सक्नुहुन्छ। मेरो कविताको शीर्षक हो मेरो हजुर। मैले सुरु गरेँ है त। गाउँ गीत सजाऊ धरती आकाश रङ्ग्याऊ, गाउन गीत सजाऊ धरती आकाश रङ्ग्याऊ, मनमा मेरो अप्सरा नाच्दी कविता म गाउँ। जाऊ न जाऊ ल्याऊ कालो गाजल तिमी ल्याऊ, निधार छेउ लगाऊ टीका आँखा नलगाऊ। निधार छेउ लगाई टीका मलाई सजाऊ, प्रेमीको छवि भन्दा नि प्यारो छवि मेरो बनाऊ। मनको प्रेम झल्कियो आज झल्कियो आँखामा, खै किन आज झल्कियो प्रेम हजुरको बोलीमा। चरण प्रेमी को पढ्यो घर आँखा छ अडेको, चरम ऊर्जा पस्यो आत्मा मुटु छ धड्केको, बोलेको मैले प्रेमीका लागि मुटु यो खोलेको, मनमा प्रेम गढेर होला स्वर गहिरिएको। मनको प्रेम झल्कियो आज हजुरको आँखामा, खै किन आज झल्कियो प्रेम मेरो यो बोलीमा। पग्लिन्छ मुटु मधुर बोली कोइली चरी झै, पौडिन खोज्दै यादमा तिम्रो पानीमा माछा झै, अचेल जैले यादमा तिम्रो मन यो पुतली झै, नियाले मैले मुहार अहिले देखिन्छौ जुन झै। मलाई यो कविता वाचनको अवसर दिनुभएकोमा रेड क्रस तथा रेड क्रसको सभापतिलाई म धन्यवाद दिन चाहन्छु।